बहिनीहरू, मैले यो इस्यु अफ सेयर फर क्यास यसको फर्मेटको बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेको छु। कम्पनीले के गर्यो, सेयर इस्यु गर्छ। के को लागि भन्दाखेरि कम्पनी के गर्नको लागि पैसा चाहियो कम्पनीलाई भने आफ्नो कम्पनीको सेयर अरूलाई के गर्छ, बेच्छ। बेच्दाखेरि सर्वसाधारणले अब त्यहाँ त्यो कम्पनीमा लगानी गर्नको लागि जुन एप्लिकेसन दिएछन् त्यो एप्लिकेसन बापत पहिला एप्लिकेसनको पैसा लिन्छ। त्यो पैसा लिँदाखेरि पहिलो इन्ट्री के हुन्छ भन्दाखेरि ब्याङ्क एकाउन्ट डेबिट टु सेयर एप्लिकेसन बापत आएको पैसा हो नि त। त्यही भएर ब्याङ्कमा प्राप्त भयो, कम्पनीको नाममा ब्याङ्कमा आयो पैसा। अनि त्यसपछि के बापत आएको भन्दाखेरि सेयर एप्लिकेसन, त्यही भएर टु सेयर एप्लिकेसन एकाउन्ट गर्ने है। अनि बिङमा व्याख्या के गर्ने, एक्सप्लेन भन्दाखेरि तल व्याख्या गर्दाखेरि बिङ सेयर एप्लिकेसन मनी रिसिभ्ड भने है। दोस्रोमा के गर्ने, त्यो पैसा के को लागि कम्पनीले कलेक्सन गरेको भन्दाखेरि सेयर क्यापिटल बढाउनको लागि, कम्पनीको पुँजी बढाउनको लागि हो। बुझ्नुहोस् है, कम्पनीको क्यापिटल बढाउनको लागि हो भने हामीले पनि के को लागि के गर्नु पर्यो, त्यो पैसा पनि क्यापिटलमा ट्रान्सफर गर्नु पर्यो। दोस्रो स्टेपमा के गरिन्छ भन्दाखेरि क्यापिटलमा ट्रान्सफर गर्दाखेरि सेयर एप्लिकेसन एकाउन्ट डेबिट टु सेयर क्यापिटल एकाउन्ट भनेर के गर्ने भन्दाखेरि त्यो क्यापिटलमा चाहिँ के गर्ने, सेयरको पुँजी, खासमा कम्पनीको पुँजी बढाउनको लागि त्यो पैसा लिएको। त्यही भएर के गर्ने भन्दाखेरि क्यापिटलमा ट्रान्सफर गर्ने भनौँ न है। सेयर क्यापिटल ट्रान्सफर बिङ सेयर एप्लिकेसन मनी ट्रान्सफर टु सेयर क्यापिटल एकाउन्ट भन्ने है। एप्लिकेसनको मनीलाई हामीले केमा ट्रान्सफर गऱ्यौँ भन्दा क्यापिटलमा है, पुँजीमा ट्रान्सफर गऱ्यौँ, कम्पनीको पुँजीमा के गऱ्यौँ, ट्रान्सफर गऱ्यौँ भन्नु मिल्यो है। अनि तेस्रो स्टेपमा हामीले के गर्छौँ, पहिलो चाहिँ के भयो भन्दाखेरि होइन, यो एप्लिकेसनमा चाहिँ हामीले 3वटा इन्ट्री बनाउनुपर्छ। एउटा एप्लिकेसन यो पारमा है, फेरि एप्लिकेसन इस्यु अफ सेयर होइन, 8 पार भनेर पारमा चाहिँ यो मैले अहिले गरेको। अब यसको प्रिमियम पनि छ होइन, इस्यु अफ सेयर 8 प्रिमियम पनि भन्छ, डिस्काउन्ट पनि भन्छ। अब प्रिमियम हुँदाखेरि के गर्ने, प्रिमियम भनेको थाहै छ नि, अब कम्पनीले 100 रुपियाँको सेयरलाई 110, 105 रुपियाँ बढीमा के गर्छ, कलेक्सन गर्छ भने त्यसलाई प्रिमियम भन्छ भने 100 रुपियाँको सेयरलाई 90, 95मा के गर्छ, इस्यु गर्छ भने त्यसलाई डिस्काउन्ट भन्छ। हामीले डिस्काउन्ट हुँदाखेरि के भयो, खर्च भयो, नोक्सान भयो नि त, घाटा लाग्यो नि त कम्पनीलाई। त्यही भएर डिस्काउन्टलाई के भन्छ, हामीले खर्च नोक्सानलाई डेबिट गरिन्छ भनेर हामीले पढेछौँ होइन। त्यही भएर डिस्काउन्ट डेबिट हुन्छ भने। अनि त्यसपछि के प्रिमियम भनेको 100 रुपियाँको सेयर बढीमा कम्पनीले इस्यु गर्यो, बढी पैसा कलेक्सन 100 रुपियाँ लिनुपर्ने ठाउँमा उसले 110, 105को दरले लिन्छ भने बढी आयो, पैसा बढी आउने बित्तिकै त्यसलाई के हुन्छ, क्रेडिट गर्ने टु सेयर प्रिमियमलाई के गर्ने, क्रेडिट गर्ने, डिस्काउन्टलाई डेबिट गरिदिने भनेर बुझौँ है। हस्, धन्यवाद। आजलाई यति।